हेलो गाइज वेलकम टु ताइना तुई भएको चाउमिनको रेसिपी। यस्तो किन भनिरहेको छु भन्दाखेरि घरमा जे छ त्यसैलाई बनाइदिएको छु है। यसको लागि चाहिने तरकारीहरू त हेरि नै सक्नुभयो होला। मेरो घरमा यति मात्र तरकारीहरू थियो है। तपाईँहरूले जे खान मन लाग्छ त्यति हालिदिँदा हुन्छ। यसरी सबैलाई काटेर अनि हल्का तेल राखेर हल्का त के भनौँ यो 1 लिटर जति तेल हो। अनि त्यसमा लसुन, अदुवा, गाजर, प्याज र यो चाहिने सबै भेजिजहरू हालेर यसो मजाले हल्का फुट्ने, हल्का मात्रै भुट्नुपर्छ है। फेरि पुरै पकाउनु हुँदैन नि। अनि त्यसमा फेरि चाउमिन हालेर मजाले चपस्टिकको सहायताले यसरी चलाउने। यसरी चलाएपछि हल्का नुन हाल्ने, त्यसपछि बेसार, त्यसपछि यो कालो खोर्सानी, त्यसपछि यो रातो खोर्सानी, त्यसपछि चुक हल्का मात्रै हाल्ने है। भिनेगर थिएन अनि कहाँदेखि भिनेगर हाल्छन् र सोया सस पो हाल्छन् त। त्यही हो। अब लास्टमा हल्का टमाटर हालेर अनि हालिदिने। अनि त्यसपछि त गार्निस गर्नलाई यसो 5 स्टार जस्तै गरेको, तर खाँदाखेरि मिठै थिएन है।